हेलो जो दर्शक नमस्ते अनि नमस्कार भन्न चाहन्छु तपाईँको प्यारो मित्र हावक कुरोजन्तसँग लिएर आइसकेको छु अनि अहिलेको बसेमा हाम्रो चाहिँ मुस्ताङ राइड है मुस्ताङ राइड हामी मुस्ताङ जाँदैछौँ अब मामा भान्जे भएर टक्क लाग्यो हामी तेल फुल गरेर चाहिँ मुस्ताङ जान चाहिँ रेडी भयो है त अब सिधै राइड हान्दै चलिरहेको छ भने उता भने हाम्रो भान्जेले आफ्नै पारामा पछि आइरहेको छन् अनि चल्दा भान्जेले चाहिँ ट्याक्क सेल्फी खिच्दिउँ भनेर सेल्फी खिचिरहेको छ भने उता मेरो क्यामेराम्यान अर्को भान्जे छ देख्नुहुन्छ हामी चाहिँ दुईटा बाइकमा 3 जना गएको थियौँ है दुईटा बाइकमा ट्याक्क झोला बाँधेर 3 जना गएको थियौँ मसँग चाहिँ एउटा भान्जा थियो भने उताहरूको भान्जाले चाहिँ राइड हानिरहेको छ म चाहिँ मामे सबैको टक्क भान्जे राइड चाहिँ खोक्कै हान्छन् है दामी हान्छन् अब चाहिँ हामी लाग्दै गयो ल गाइज छोटो मिठो जस्तो भयो भने लास्टसम्म भिडियो चाहिँ हेरिदिनु है त गाइज ल ल हामी हिँड्दा चाहिँ कुस्मा आइपुग्यौँ अब कुस्मामा चाहिँ यसो खाना खाएर जाऊँ भनेर चाहिँ खानातिर लागि हामी चाहिँ होटेलमा बसेर टक्क खाना खायो है एकदम मिठो दामी थियो खाना चाहिँ एकदम बब्बाल थियो है हामीले खाना चाहिँ यही होटेलमा खाएको थियौँ खाना चाहिँ एकदम दामी थियो है तपाईँहरू पनि आएर खान सक्नुहुन्छ यो होटेलमा खाना चाहिँ लास्टै बबाल थियो अब हामी चाहिँ सरर राइडतिर लाग्यो है आफ्नै पारामा अब चाहिँ जानुपर्छ छिटो पुग्नुपर्छ होइन त्यही भएर अब हामी चाहिँ हिँड्यो ल कुस्माबाट चाहिँ हिँड्दै चाहिँ हामी चाहिँ बेनी बजारमा आइपुग्यो देख्नु सक्नुहुन्छ बेनी बजार चाहिँ यस्तो थियो भने हामी चाहिँ बेनी बजारबाट अब आफ्नै गन्तव्यतर्फ चाहिँ हिँडिरहेको थियौँ है देख्न सक्नुहुन्छ बेनी बजारबाट हामी आफ्नो बाटोतर्फ लाग्यौँ त्यसपछि कुनै ठाउँमा चाहिँ यस्तो कच्ची रोड पनि भेटिएको थियो है तर कतिपय बाटोहरू चाहिँ एकदम दामी खोक्का राम्रो नै छ कुनै ठाउँमा चाहिँ यस्तो कच्ची छ त्यस्तो डराउनु पर्दैन है हामी चाहिँ अब हिँड्दा चाहिँ ट्याक्कै कच्ची रोडमा आइपुग्यौँ भने अगाडि यस्तो दामी रोड छ है फेरि यस्तो दामी रोड छ खासै त्यस्तो डरलाग्दो पनि छैन होइन गाडीहरू पनि खासै धेरै आएको थिएन त्यो हामी चाहिँ 10 बजेको समयमा हिँडेको भएर होला कि के हो थाहा भएन या त अहिले चाहिँ पानी पर्ला भन्ने एउटा मौसम थियो पानी चाहिँ परेन यतातिर हामी चाहिँ आइदिएको अनि यता क्यामेराम्यानमा चाहिँ हाम्रो भान्जे थियो है भान्जेले चाहिँ टक्क क्यामेरा खिचिरहेको हुन्थ्यो अहिलेसम्म जति भिडियो बनाएको छ हाम्रो भान्जेले नै थियो है यही हो बाटो कोही ठाउँमा यस्तै नै हुन्छ सानो छ छिर्न गाह्रो हुन्छ बाइकलाई पनि कुनै ठाउँमा चाहिँ अप्ठ्यारो नै भएको थियो थाहा छैन जे जस्तो भए पनि हामी चाहिँ 2 जना आनन्दसँग राइडमा 3 जना हिँडिरहेको थियो भने मसँग 2 जना थियो भने ऊ भान्जा एक्लै थिए ऊ चाहिँ धुलो धुवा जे नभनिकन आफ्नै पारामा अघि दौडिहान गरी ऊ अघि गरी म पछि चाहिँ यसरी चाहिँ हिँडिरहेको थियो है हिँड्दाखेरि चाहिँ बाटो यस्तो दामी पनि थियो त्यही माथि सुन्दर हरियाली वन जङ्गल डाँडा काँडा है देख्न सक्नुहुन्छ खोला नालाको बिचमा बाटो त्यही माथि यति राम्रो चुम्म ठाउँ तर यता चाहिँ हिउँ परेको थिएन किनकि बागलुङ बेनीतिर चाहिँ हिउँ पनि परेको थिएन र पानी पनि परेको थिएन सुरुमा हामी जाँदाखेरि कन्टेमी 1:30 1-2 कति बजी थियो होला समथिङ है हामी चाहिँ ढिलै हिँडेको थियौँ घरबाट यता चाहिँ हिउँ चाहिँ परेको थिएन र पानी पनि खासै परेको थिएन अहिलेसम्म हामीलाई चाहिँ मौसमले चाहिँ साथ दिइरहेको थियो मौसमले साथ दिँदै अब चाहिँ पानी पर्यो अनि पानी परेपछि त्यहाँ दामी हिउँ पनि परेको रहेछ है हामीले चाहिँ कपडा नभिजोस् भनेर प्लास्टिक बान्नतिर लाग्यो हामी झुमसुम पुगेर होटेल पनि लिएँ देख्न सक्नुहुन्छ हाम्रो होटेल यस्तो थियो होटेलको रुम भने हामी चाहिँ 3 जना बस्थ्यौँ बाहिरको भ्यू चाहिँ यस्तो दामी थियो पानी परिरहेको थियो है त्यहाँ चाहिँ खोक्का पानी परिरहेको थियो त्यति धेरै त होइन कि 10 सान्तिनो मसिनो परिरहेको थियो अनि चिसो भएको थियो अनि खाजा खाइदिउँ न त भनेर तल झरेको दाइले पुरा आगो खोक्का बालिराख्नु भएको रहेछ अनि यताहरू भान्साहरू चाहिँ तातो पानी खाँदै थिए है चिसो मौसममा तातो पानी खानुपर्छ र पानी परिरहेको पनि थियो अनि त्यही माथि यति राम्रो मौसम देख्नु सक्नुहुन्छ कति राम्रो हिउँ परिरहेको छ है त्यो हिउँ खेल्न भनेर हामी रात पानी परेको भए पनि यो डाँडामा आएर चाहिँ हामीले हिउँ खेल्यौँ देख्न सक्नुहुन्छ यस्तो दामी थियो तर चिप्लो बाटो त्यही माथि राति अन्जान ठाउँमा हामी चाहिँ रिक्स लिँदै गयो है तर जान मन थियो गइयो आइयो रमाइयो है गाइस स्वर्ग जस्तो ठाउँ भनेको यो के वाट्सएप हामी मुस्ताङ सिधै मुस्ताङ पोखरादेखिबाट होइन
यो हो के गाइज, यो हो स्वर्ग जस्तो ठाउँ भनेको। स्वर्ग जस्तो ठाउँ यसलाई भन्छ। देख्छ स्वर्ग जस्तो ठाउँ। हेर चौरी गाईहरू, खै चौरी गाईहरू कता हो? चौरी गाई हामी चाहिँ घुमेर आयो अनि रुममा बस्यो है। रुममा बसेर एकछिन यसो गफगाफ पनि गऱ्यो। गफगाफ गरेर बस्दा चाहिँ केटाहरू चाहिँ पुरै भुसपारी परिसकेको छन् है। भुसपारी परेर चाहिँ यता भान्जे त पुरै सुतिसक्यो है। थके लागेको पनि होला। यति सुतेछन् कि भनेको यो चाहिँ नसुते रहेछन् है। मुसुमुस हाँथे। म पनि सुतेँ अनि उठेर चाहिँ ट्याक्क हामी चाहिँ लाग्यौँ है। अब माथि मुक्तिनाथ मन्दिरतिर जाउँ भनेर लाग्यो। हाम्रो बाइक चाहिँ अगाडि भएको कारणले चाहिँ हामी हिँडेर उता बाइक भएको ठाउँमा चाहिँ जाँदैछौँ। हटक्क बाइक हामीले चाहिँ निकालेर अब मामा भान्जा अन्त राइडबाट सरर हिँड्यो। भान्जाले चाहिँ राइड हानिरहेको छन् होइन। बाटो पनि यस्तो दामी छ कि देख्न सक्नुहुन्छ। बाटो पनि यस्तो दामी बब्बाल भ्यूको साथमा बाटो पनि त्यस्तै दामी है। अनि बिहान भएको हुनाले कुहिरो पनि लागेको थियो र अलिकति माथि चाहिँ पुरा देख्न सक्नुहुन्छ हिउँ पनि परिरहेको छ। हिउँ पनि परिरहेको थियो। अनि त्यसपछि चाहिँ हामी चाहिँ सरर हिँड्यो है। पिच चाहिँ यस्तो दामी पिच थियो। कोही कोही ठाउँमा चाहिँ अलिअलि त्यही हो कच्ची कच्ची थियो भने, नत्र चाहिँ मिठो थियो। वहीँ माथिसम्म अलिकति मात्र चाहिँ कच्ची रोड छ। देख्न सक्नुहुन्छ पिच चाहिँ यस्तो दामी छ। अनि हाम्रो चाहिँ क्यामेराम्यान मन्दिप भान्जेले मिठो मिठो भिडियो खिचेकोमा उहाँलाई पनि धेरै धेरै धन्यवाद। देख्न सक्नुहुन्छ क्यामेराम्यान आफूलाई चिसो लाइ भयो भने उहाँले चाहिँ भिडियो खिच्दै बसिराख्नु भएको छ है। हाम्रो भान्जा सिरियस त हुनुहुन्छ। त्यही हो, हामीले चाहिँ अब टक्क प्लास्टिक पछाडि हालेर लिएर हिँडेको छौँ। बाइक चाहिँ पानी पऱ्यो अनि के हुन्छ कसो हुन्छ भनेर हामी चाहिँ लाग्यो ट्याक्क मुक्तिनाथ मन्दिरतिर। पछाडि चाहिँ भान्जा पछि आउँदै छन् देख्न सक्नुहुन्छ। त्यही हो, भिडियो लास्टसम्म हेर्नुहोस्। रमाइलो छ। ठाउँ पनि थाहा हुन्छ तपाईँहरूलाई र देख्न पनि सक्नुहुन्छ। सोचेको भन्दा धेरै फरक छ। एकदम दामी छ, एकदम राम्रो छ है। हिमाल पहाड तराई कोही होइन पराई जस्तो फिल छ होइन। त्यही हो, मौसम पनि एकदम साथ दिइरहेको थियो भने हामी चाहिँ गयो है। हामी चाहिँ सरर राइडमा चाहिँ मुक्तिनाथतर्फ चाहिँ आनन्द भाइब्स लिँदै गइरहेको छौँ देख्न सक्नुहुन्छ। हिँड्दा हिँड्दा चाहिँ देख्न सक्नुहुन्छ यस्तो दामी डाँडामा चाहिँ हिउँ परिरहेको थियो है। रोडमा चाहिँ केही पनि थिएन त, साइडमा चाहिँ यस्तो दामी यो हिउँ परिरहेको थियो। किनकि बेलुका पानी पनि परेको थियो, त्यो कारणले हामीले यस्तो दामी हिउँ देख्न पाएँ। यता चाहिँ थोरै थियो भने अगाडि अझै धेरै थियो। म चाहिँ रोडमा थिएँ, भान्जा चाहिँ अफरोडतिर हालेँ। अनि म पनि के कम त नि भनेर यसो अफरोडतिर जाम भएको थियो। मनले मानेन। अनि त्यसपछि म पनि भाइब्स लिनलाई अफरोडमा गएँ है। अफरोडमा देख्न सक्नुहुन्छ दुईजना राइडर मिठो भाइब्स मिठो भइरहेको थियो। कहीँ लड्दा पनि लडेन तर आनन्दसँग गयो। यस्तो दामी छ है। यो आइसमा चाहिँ अलिअलि चिप्लिँदो रहेछ बाइक चाहिँ, तर के भएन। एकैछिन यसो रमाइलो लिउँ न त भनेर चाहिँ अफरोडमा ढक्क गयो है। र अफरोडमा पनि गयो। तपाईँलाई लाग्ला अहिलेबाट मेरो हातमा चाहिँ यो प्लास्टिक देखिरहनु भएको छ होइन। लास्टै चिसो थियो क्या, मैले पन्जा लगाएको थिएँ, त्यही पनि लास्टै चिसो भइरहेको थियो। त्यही भएर चाहिँ प्लास्टिक लगाएर चाहिँ हिँडिरहेको थिएँ। तर प्लास्टिक लगाएपछि चाहिँ चिसो भएको चाहिँ थिएन होइन। त्यही हो। अनि यसो बाइकलाई यसो ढिकढ्याक झिकझ्याक पारामा उठी भाइब्स लिदिउँ, टिकटक बनाइदिउँ भनेर चाहिँ भिडियो बनाउनुतिर लाग्यो। अब चाहिँ अगाडि बढिएको छ है।
जति अघि बढ्दै गयो त्यति राम्रो हिउँ देखिँदै गयो है। देख्न सक्नुहुन्छ जति हामी अघि बढ्दै गयौँ त्यति राम्रो राम्रो डाँडा काँडामा पुरै हिउँ है। अब हामी चाहिँ मुक्तिनाथ मन्दिर आउन धेरै टाइम पनि थिएन, तर चाहिँ हिउँ चाहिँ यस्तो दामी परिरहेको थियो है। हिउँ चाहिँ एकदम दामी। हामी चाहिँ त्यही 9:30 10 बजीतिर त्यहाँ पुगेको थियौँ भने त्यति बेलाको समयमा देख्न सक्नुहुन्छ हिउँ चाहिँ ट्याक्कै हिमालय क्या, हेर्दाखेरि ट्याक्कै हिमालय देखिने टाइपको हिउँ गरिरहेको थियो। हामी चाहिँ पुग्नुपर्ने हो अगाडि थियो, अहिले चाहिँ हामी अब अलि यतै थियौँ। देख्न सक्नुहुन्छ अगाडिसम्म पुरै हिउँ परिरहेको छ, बाटैभरि यति मिठो यति राम्रो वा ब्युटिफुलवाला हिउँ परिरहेको छ है। तर जे जस्तो भयो भने हामी एक दिन त्यो ठाउँमा जाँदाखेरि यति जाडो भयो कि होइन। तर त्यहाँको मान्छेहरू कसरी बस्छन् होला है, देख्नुहुन्छ घरहरूमा पनि पुरै हिउँ परिरहेको हुन्छ। सबै घर यस्तै खालको मात्र हुन्छ, धेरै ठुल्ठुलो घर पनि हुँदैन होइन। राखेको बाइकहरूमा नि हिउँ जम्ने स्टार्ट हुने पनि कसरी होला। तर दुःख त दुःख नै छ, तर ठाउँ चाहिँ एकदम ब्युटिफुल छ। सायद अब उनीहरू त्यहीँ बसी हुर्की बानी परेको होला होइन। तर हामीलाई चाहिँ लास्टै जाडो लाग्थ्यो है त्यो ठाउँमा चाहिँ। कोही ठाउँमा यति राम्रो रोड छ भने कोही ठाउँमा यस्तो कच्ची पनि छ है। यो पुरै हिउँ पग्लेर यस्तो भएको है, हिलो जमे जस्तो भएको छ। अनि यहाँ चाहिँ कतिपयहरूले चाहिँ लडाउने पनि गर्दो रहेछ। हामीले चाहिँ नलडाइकन आनन्दसँग लग्यो र लिएर पनि फर्क्यौँ है। यहाँ चाहिँ लास्ट हिलो छ कि यहाँ कोही ठाउँमा 2-3 ठाउँमा देखेँ मैले यस्तो हिलो चाहिँ 2-3 ठाउँमा चाहिँ बब्बाले छ है। जस्तो पाएपछि यस्तो गाडी पनि उक्लिँदैन है। कोही ठाउँमा त गाडीको टायर पनि त्यो खिएको रहेछ भने उक्लिँदैन है। तपाईँको जुमसुमसम्म चाहिँ एकदम सही छ। त्यहाँबाट जब मुस्ताङ जान लाग्नुहुन्छ, मुस्ताङ जाने ठाउँमा कोही ठाउँमा चाहिँ यस्तो बाटो आउँछ कि कोही ठाउँमा यस्तै हिलो बाटो आउँछ। त्योमा चाहिँ सिधीमिधी गाडीहरू अलिकति उक्लिन गाह्रो मान्छ कि त्यो त्यस्तो भइरहेछ। झन् अब तपाईँको घाम लाग्दिएपछि त यो पुरै पग्लेर झन् बाटा हिलो पानी के हुने रहेछ। त्यही भएर कोही ठाउँमा चाहिँ यस्तो बाटो थियो, नत्र चाहिँ अगाडि देख्न सक्नुहुन्छ हिउँ कस्तो दामी छ। हो माई गड, यस्तो हिउँ त है खोजेर नि कहाँ पाइन्छ र होइन। तर जस हामीलाई चाहिँ त्यति पलमा चाहिँ त्यो पलमा यति राम्रो हिउँ हेर्न पाइन्छ भने हामी सोचेको पनि थिएन है। मैले लाइफमा हिउँ खेलेको पनि थिएन र जस यहाँ आएर चाहिँ हिउँ खेल्न पनि पाएँ, देख्न पनि पाएँ, साह्रै रमाइलो भयो। हजुरहरू पनि आउनुहोस्, एक न एकचोटि चाहिँ यो ठाउँमा अवश्य आउनुहोस्, घुम्नुहोस्, रमाउनुहोस्। ठाउँ चाहिँ एकदम ब्युटिफुल छ। त्यति धेरै खर्च पनि लाग्दैन, खर्च पनि ठिकै हो, खासै धेरै पनि लाग्दैन। तपाईँको 5-6 घन्टामा त यहाँ आइपुग्नुहुन्छ। हामी चाहिँ 6 घन्टामा आइपुगेको थियौँ भने फर्किँदाखेरि 4 घन्टा लागेको थियो। देख्न सक्नुहुन्छ हिउँ चाहिँ यस्तो दामी थियो। त्यही हो। अब यो हिउँको कुरा मात्र कति गर्ने, अब चाहिँ त्यही भएर चाहिँ टक्क लाएर देख्नुहोस्, हेर्नुहोस्, बुझ्नुहोस्, जान्नुहोस् है त। त्यही हो गाइज, लगभग अब हामी चाहिँ मुक्तिनाथ मन्दिर पनि आइपुग्न लाग्यौँ। देख्नुहोस् राम्रो गाउँ, राम्रो ठाउँ, हाम्रो मुक्तिनाथ। सबैजना घुम्न जाउँ है, एक न एकचोटि जानै पर्छ। त्यही हो, त्यहाँ घोडा पनि थियो। घोडालाई चाहिँ 400 रुपियाँ लिने रहेछ तलबाट माथिसम्म गएको, तर हामीलाई चाहिँ पाइएन है। वृद्ध आमाहरूलाई मात्र लाने भन्ने कुरा भयो। घोडा 10-15वटा मात्र थियो र पानी बेलुका धेरै परेको कारणले हिउँ पनि लास्टै जमिरहेको थियो। त्यो भएर चाहिँ वृद्ध आमालाई लाने भन्ने कुरा भयो। त्यही हो गाइज, मुक्तिनाथ मन्दिर हामी अब आइसकेको पनि छौँ। यो भिडियो अन्तिमसम्म जसले हेर्नु भएको छ उसलाई मुक्तिनाथको भगवानले रक्षा गर्नुहुनेछ। हिँड्दै हामी मुक्तिनाथ मन्दिर पनि आइसक्यौँ। अहिलेसम्मकै भिडियो जे जस्तो भए पनि हेरिदिनु भएकोमा हजुरहरूलाई पनि धन्यवाद। मुक्तिनाथ मन्दिरको भगवानले हजुरको जीवनमा पनि सुखमय ल्याउनेछ अवश्य भन्ने आशा गर्दछु र हजुरहरूको लागि पनि मैले केही वरदान माग्दिएको छु। भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरैलाई धेरै धन्यवाद। अनि भिडियो लामो हुने कारणले गर्दाखेरि यसलाई पार्ट 1 बनाएको छु, पार्ट 2 अझै बब्बाल छ, हेर्नुहोस् है त।